के तपाईले कहिले सोच्नु भएको छ कि दोकानहरूमा पसलेले कति सामान आयो र कति सामान बिक्यो भन्ने कुरा कसरी थाहा पाउँछन्? हो, यही कुरा हामीलाई इन्भेन्टरी म्यानेजमेन्टले सिकाउँछ। सो नमस्ते एभ्रिवान, वेलकम टु PS फर्स्ट क्लासेस। आजको यो भिडियोमा हामी इन्भेन्टरीको बारेमा पढ्न गइरहेका छौँ। सो लेट्स गेट स्टार्टेड। इन्भेन्टरी refers to the goods and materials that a business holds for the purpose of resale, production or future use. सो हामी सिम्पल भाषामा भन्ने हो भने इन्भेन्टरी भनेको त्यो सामानहरू हो जुन चाहिँ एउटा बिजनेसले फ्युचरमा बेच्नको लागि राखेको हुन्छ या त त्यसलाई युज गर्नको लागि आफ्नो गोदाममा राखेको हुन्छ। इन्भेन्टरीलाई स्टक पनि भनिन्छ, इट इज अल्सो कल्ड स्टक। जस्तो हामी एउटा इक्जाम्पल लिन सक्छौँ, एउटा क्लोथिङ स्टोर छ अरे र त्यसमा एउटा क्लोथिङ स्टोरमा एउटा पसलेले धेरै प्रकारको लुगाहरू, जुत्ता र ब्याग जस्ता अनेकौँ सामानहरूको स्टक राखेको हुन्छ। त्यसैलाई हामी एउटा इन्भेन्टरी भनेर हामी यो कन्सेप्ट बुझ्न सक्दछौँ। अब इन्भेन्टरीको पनि धेरै प्रकार हुन्छ। नाउ लेट अस सी द टाइप्स अफ द इन्भेन्टरी। र इन्भेन्टरीको टाइप्समा सबैभन्दा सुरुमा आउँछ र मटेरियल्स। र मटेरियल्स आर those basic inputs that are used to produce the goods. र मटेरियल्स भनेको चाहिँ हामीले कुनै पनि प्रोडक्सन स्टार्ट गर्नको लागि चाहिने बेसिक सामानहरू, जस्तो फर्निचर बनाउनको लागि काठ चाहिन्छ, वुड, बिल्डिङ्स बनाउनको लागि सिमेन्ट, रोड्स इत्यादिलाई नै हामी र मटेरियल्स भन्छौँ। र अर्को टाइप्स अफ इन्भेन्टरी भनेको वर्क इन प्रोग्रेस। वर्क इन प्रोग्रेस आर द सेमी फिनिस्ड गुड्स। यो चाहिँ वर्क इन प्रोग्रेस हामी नामैबाट यसको थाहा पाउन सक्छौँ कि यसको काम अहिले पनि चलिरहेको छ र यो अहिले फिनिस्ड गुड्समा परिवर्तन भएको छैन। र अर्को हो फिनिस्ड गुड्स। फिनिस्ड गुड्स भनेको दिज आर द कम्प्लिटली रेडी प्रोडक्ट्स। भनेको यो चाहिँ काम पुरा भइसकेपछि उत्पादित सामान हो जुन चाहिँ बेच्नको लागि रेडी हुन्छ। जस्तो एउटा सोरुममा हामी रेडिमेड लुगा राखेको हेर्छौँ या त हेर्न सक्छौँ भने त्यो एउटा फिनिस्ड गुड्स हो। एन्ड एनदर वान इज एमआरओ सप्लाइज। एमआरओको फुल फर्म भनेको चाहिँ मेन्टेनेन्स, रिपेयर एन्ड अपरेटिङ सप्लाइज। एमआरओ सप्लाइज फाइनल प्रोडक्टको एउटा पार्ट त होइन, तर तिनीहरूले प्रोडक्सन प्रोसेसमा हेल्प गर्छ। जस्तो हामी लुब्रिकेन्ट्स, ग्लोभ्स जुन एउटा फ्याक्ट्रीमा युज हुन्छ र यसैलाई हामी एमआरओ सप्लाइज भनेर भन्दछौँ। कस्ट अफ गुड्स सोल्ड। Cost of goods sold represent the direct cost of producing or purchasing the goods a company sells. यो भनेको एउटा कम्पनीले कुनै पनि सामान बनाउँदा वा किन्दा लाग्ने खर्चलाई हामी कस्ट अफ गुड्स सोल्ड भन्छौँ। जस्तो एउटा बेकरी बिजनेसमा केक भयो, पेस्ट्रिजहरू बनाउँदा र तिनीहरूको प्याकेजिङ गर्न लाग्ने सबै खर्चहरूलाई हामी कस्ट अफ गुड्स सोल्ड भन्छौँ। अब चाहिँ हामी कस्ट अफ गुड्स सोल्डमा के कुरा हुन्छ र के कुरा हुँदैन भन्ने कुरामा हेरौँ। र सबैभन्दा सुरुमा आउने भनेको हाम्रो डाइरेक्ट मटेरियल्स। डाइरेक्ट मटेरियल्स भनेको दिज आर दोज र मटेरियल्स विच आर युज्ड डाइरेक्टली इन मेकिङ द प्रोडक्ट्स। यसको मतलब डाइरेक्ट मटेरियल्स भनेको त्यो कच्चा सामग्रीहरू जुन चाहिँ हामीलाई फाइनल प्रोडक्ट बनाउनको लागि युज हुन्छ। र डाइरेक्ट मटेरियल्सहरू फाइनल प्रोडक्टमा देखिन्छ जसलाई हामी हातले पनि छुन सक्छौँ। जस्तो इक्जाम्पलको लागि हामीलाई फर्निचर बनाउँदा लाग्ने काठ भयो, कपडा बनाउँदा लाग्ने धागोहरू भयो। सो दिज आर द डाइरेक्ट मटेरियल्स। अब आउँछ हाम्रो अर्को जुन चाहिँ हो डाइरेक्ट लेबर। डाइरेक्ट लेबर रिप्रेजेन्ट अल द वर्कर्स एन्ड इम्प्लोइज द्याट आर इन्भल्भ इन मेकिङ द प्रोडक्ट। जस्तो फर्निचर बनाउनु छ भने काम गर्ने कार्पेन्टर भयो, कपडा बनाउनु छ भने कपडा सिलाउने टेलर भयो, यिनीहरूलाई हामी डाइरेक्ट लेबरको तौरमा लिँदैछौँ। अब अर्को भनेको हाम्रो फ्याक्ट्री ओभरहेड। दिज आर द एक्सपेन्सेस द्याट आर निडेड टु रन द फ्याक्ट्री स्मुथली। यो खर्च चाहिँ हामी सिधा प्रोडक्ट बनाउनमा समावेश हुँदैन। उदाहरणको लागि जस्तो फ्याक्ट्रीको रेन्ट वा भाडा, जस्तो वर्कर्सहरूलाई दिने स्यालेरी, बिजुलीको बिल भयो, यिनीहरूलाई हामी फ्याक्ट्री ओभरहेड भन्दछौँ। र अर्को भनेको हाम्रो फ्राइट र सिपिङ कस्ट। फ्राइट र सिपिङ कस्ट भनेको सामान ल्याउन र पठाउनको लागि लाग्ने खर्चहरू। जस्तो हामी र मटेरियल्सहरू फ्याक्ट्रीमा ल्याउनको लागि र बनिसकेको सामान कस्टमरसम्म पुर्याउनको लागि लाग्ने सम्पूर्ण कस्टहरू भनेको यही फ्राइट र सिपिङ कस्टभित्र पर्दछ। Let's talk about the costs that are not included in the COGS.
सो यो चाहिँ त्यो खर्चहरू हो जुन चाहिँ एउटा कम्पनी चलाउनको लागि इम्पोर्टेन्ट हुन्छ, तर यिनीहरू सामान बनाउन र किन्नमा डाइरेक्टली कन्ट्रिब्युट गरिरहेका हुँदैनन्। सो यी कस्टहरूलाई हामी अपरेटिङ कस्ट भनेर पनि भन्छौँ। सो फर्स्ट अफ अल लेट अस सी द फर्स्ट वान इज अफिस रेन्ट, युटिलिटिज एन्ड एडमिनिस्ट्रेटिभ स्यालेरिज। यो भनेको चाहिँ हाम्रो त्यो कस्टहरू हो जुन चाहिँ हामी अफिसलाई चलाउनको लागि लागिरहेको हुन्छ, फ्याक्ट्रीलाई होइन अफिसलाई चलाउनको लागि लागिरहेको हुन्छ। जस्तो म्यानेजरलाई स्यालेरी दिनु पर्यो, अर्को भयो हाम्रो जुन अफिसको बिल्डिङ हुन्छ त्यसको रेन्ट भयो। यो कस्टहरू चाहिँ अफिस रेन्ट, युटिलिटिज एन्ड एडमिनिस्ट्रेटिभ स्यालेरिजमा पर्दछ, जुन चाहिँ हाम्रो COGSमा पर्दैन। अर्को भनेको हाम्रो सेल्स एन्ड मार्केटिङ एक्सपेन्सेस। सेल्स एन्ड मार्केटिङ एक्सपेन्सेसमा चाहिँ जस्तो हामीले कुनै प्रोडक्ट बेच्नु पर्यो या त हामी त्यो प्रोडक्टलाई प्रमोट गरिरहेको छ भने मार्केटमा थ्रु द मिन्स अफ एडभर्टाइजिङबाट या त सोसल मिडियाको प्रमोसनबाट पोस्टर्सहरू भयो, यो सबै कुराहरू पनि हाम्रो कस्ट अफ गुड्स सोल्डमा पर्दैन। अब अर्को भनेको हाम्रो डिस्ट्रिब्युसन कस्ट। डिस्ट्रिब्युसन कस्ट भनेको चाहिँ यसमा चाहिँ बिक्री भएको सामान यदि कस्टमरलाई डेलिभरी गर्छौँ भने त्यो खर्च कस्ट अफ गुड्स सोल्डमा लाग्दैन, त्यसलाई एउटा अपरेटिङ या त सेलिङ एक्सपेन्स भनेर मानिन्छ या त सेलिङको खर्च भनेर मानिन्छ र हाम्रो COGSमा लाग्दैन। र अर्को भनेको हाम्रो लिगल एन्ड अकाउन्टिङ एक्सपेन्सेस। यो चाहिँ अफिस रिलेटेड प्रोफेसनल फिजहरू हो जुन लयर्स र अकाउन्टेन्ट्सहरूलाई दिन्छ र यो पनि हाम्रो COGSमा समावेश हुँदैन। त्यसो भए हामीले COGSको फर्मुला चाहिँ के हो भनेर भन्दाखेरि COGSको फर्मुला चाहिँ COGS इज इक्वल टु बिगिनिङ इन्भेन्टरी प्लस पर्चेज माइनस क्लोजिङ इन्भेन्टरी। COGSको फर्मुला चाहिँ बिगिनिङ इन्भेन्टरी प्लस पर्चेज माइनस क्लोजिङ इन्भेन्टरी। ओके, यो फर्मुला चाहिँ हामीले याद राख्नुपर्दछ, यो चाहिँ धेरै इम्पोर्टेन्ट हुन्छ अगाडिको हिसाब गर्नको लागि। सो प्लिज किप दिस इन माइन्ड। लेट अस नाउ टक अबाउट द अकाउन्टिङ मेथड्स फर क्यालकुलेटिङ द COGS। यसमा हामी डिफ्रेन्ट अकाउन्टिङ मेथड्सहरूको बारेमा पढ्नेछौँ, किनभने डिफ्रेन्ट कम्पनीजहरूले COGS निकाल्नको लागि डिफ्रेन्ट अकाउन्टिङ मेथड्सहरूको युज गरिरहेका हुन्छन्। विशेष गरी त्यतिखेर जब सामानको मूल्य समयसँग परिवर्तन भइरहेको हुन्छ। सो सबभन्दा सुरुमा अकाउन्टिङ मेथड्स भनेको FIFO को मिनिङ फर्स्ट इन फर्स्ट आउट। यसमा चाहिँ के हुन्छ भने इट अज्युम्स द्याट द अर्लिएस्ट पर्चेज गुड्स आर सोल्ड फर्स्ट। पहिले आएको सामान पहिले नै बिक्री हुन्छ भनेर हाम्रो FIFOले भन्दछ। सो फर इक्जाम्पल कुनै एउटा पसलेले वैशाखमा 100वटा सामान किन्यो र जेष्ठमा 100वटा थप सामान किन्यो भने बिक्री गर्दा पसलेले सुरुमा सबभन्दा वैशाखमा किनेको उसले सामान बिक्री गर्छ। सो यसैलाई FIFO भनेर रेकर्ड गर्छौँ। र अर्को मेथड हो हाम्रो LIFO भनेको लास्ट इन फर्स्ट आउट। LIFO चाहिँ हाम्रो FIFO को अपोजिट हो। यसमा चाहिँ द लेटेस्ट पर्चेज गुड्स आर सोल्ड फर्स्ट। LIFOमा हाम्रो कम प्रफिट हुनसक्छ किनभने यसमा कस्ट अफ गुड्स सोल्ड बढी हुन्छ। So another one is average cost method. The average cost of all units in stock is used for the cost of goods sold. यसमा सबै सामानहरूको एभरेज कस्ट निकालिन्छ र सबै सामानहरू कहिले आएको भन्ने कुराको हामीलाई एभरेज कस्ट मेथडमा मतलब हुँदैन। यसमा सामानहरूको सुरुमा एभरेज कस्ट निकालिन्छ र त्यसै अनुसारमा ती सामानहरूलाई बेच्ने गरिन्छ। यो FIFO र LIFO यो एभरेज कस्ट मेथड चाहिँ हाम्रो अरू अकाउन्टिङ मेथड जस्तो FIFO र LIFO भन्दा सजिलो हुन्छ। सो आई होप हजुरहरूले बुझ्नुभयो होला। हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो भनेर कमेन्ट गर्नुहोला एन्ड प्लिज डोन्ट फर्गेट टु सब्सक्राइब द च्यानल।